नमस्ते। आज चाहिँ दसैँको दिन, स्पेसल्ली टिका लगाउने, टिका जमारा लगाउने दिन। भैँसी गाला आज म चाहिँ तपाईँहरूलाई ह्याप्पी दसैँ, दसैँको धेरै धेरै शुभकामना। यो भ्लगलाई चाहिँ हेर्नु होला अन्तिमसम्म ल। गाई चोरु भैँसी गाला आज, भैँसी गाला आज माया कसम भैँसी दुक्रेको दुक्री गरेर हैरान हुनेछ। यता छ यता दौडिसक्यो, मकै बारीमा पसिसक्यो क्या है। छ्या यस्तो रहेछ बाटो। है माया कसम पानीमा डुबे खुट्टा यार। यो पाप छ माया कसम यार। त्यसको लागि यस पानीमा हिँड्या त होइन म, हिला हिला तपाईँको लागि हिँड्या पनि होइन, भाइरल हुनुलाई हिँड्या पनि होइन। यो भैँसी छ यहाँनिर माया कसम, यो भैँसीले दुःख दियो त्यही भएर हिँड्या हो। तर के गर्ने, दुःखमा रमाउने यो प्यासी भिडियो बनायो हुँदै बस्दै गर्छ। ए माया भैँसी नजुल है त धेरै, ठिक ठाउँमा बस, चढ्दै चढ्दैन हेर्नुहोस् गाई चोरी भैँसी दुक्रियो माया कसम। फेरि दुक्रिनु लाग्यो अब, यस्तो छ ताल। के छ ठिक त छ नि जानुलाई? एकछिन बस्छु पारी बुढा कार्यालयदेखि आयो दुक्रिएर। यो हाम्रो गाउँको डाँडा काँडा भिरपाखा यो गाउँको स्कुलको छेउमा हो। यो भैँसीले मलाई साह्रै दुःख दियो हेर्नुहोस्। मैले भनेको थिएँ भैँसी दुक्रिन्छ भनेर, हेर्नु पारी पुगिसक्यो टाउनमा नि, यति दुक्रिन्छ नि भैँसी कसम। पुरै छ कि यो मृग हो क्या कुनै जमाना। हिजो हेर्नु न, हिजो गोला गएर जाँदाखेरि यत्रो चोट लाग्छ अरे। यो यत्रो चोट लाग्छ हिजो गोला जाँदाखेरि, यही भैँसीले चोट लगाइदियो कि मलाई, झ्याम्दै झ्याम्दा गयो झ्याम्दाले। अनि घन्टी लाउदिने, घन्टी 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 बजाइदिने ल। यस्तो हो नि त मान्छेहरू, सहरको भिडियोहरू बनाउँछन् होइन, अनि त गाउँमा वास्तविक यथार्थ कुराहरू चाहिँ मेरो युट्युब च्यानलमा भ्लगमा आउँछ। तपाईँहरूलाई यथार्थ कुराहरू मनपर्छ भने, सत्यतासँग विश्वास छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि अर्को चरणमा देखाउँछु ल। नेगासिटले दाँत खायो, सुर्तीले गिजा खायो, चुरोटले फोक्सो खायो, रक्सीले कलेजो खायो, पिरातीले मुटु खायो। भएन भाइ, जुगाली टोकेर हेर्नेर आएर हिजो रगत खायो मेरो हेर्नेर। याति जुगाली पनि मेरो रगत खायो, खानकै लागि जन्मेर छन् मेरो सब सजीव अनि निर्जीव चिज वा वस्तुहरू अनि मानव प्राणी भन्नेहरू पनि। माथि साइन्स दाइले फोन गरेर भनिरहेछन् यो अर्काको थुनीको भैँसी ठाउँ हो अरे। यो थुनीको त्यहाँ चाहिँ जक्रा भन्छ कि, जक्रा स्पेसल जक्रा भनेको कस्तो नि, निजी व्यक्तिको स्वामित्वमा रहेको जमिन र आफ्ना पशु पन्छीहरू, आफ्नो पशु चौपायाँ चराउनलाई चाहिँ थुनेर राखेको हुन्छ। त्यो चाहिँ उनीहरूको पशुहरू आइसकेपछि चराउनलाई राखेको ठाउँ अरे। त्यहाँ चाहिँ मेरो भैँसी पसिसक्यो गाईहरू होइन, त्यहाँ चढ्न गइसक्यो। अब त्यसले त्यहाँको घाँसहरू खाइसकिन्छ। यो त भैँसी हो, यसलाई त केही गर्दैन। म त मान्छे हो, मलाई त गाली गर्छन् आज साफ तरिकाले। बरु यो भैँसीलाई तानेर लैजान्छु म, धकाएर लैजानु पऱ्यो यार। यस्तो दुःख दिइरहेको छ भैँसीले। हेर्नु गाई छ यस्तो अप्ठ्यारो बाटोमा आछा दुःख दिएको छ। यो भैँसी त भैँसी रहेछ यार। छ्या कसम यस्तो पाप बनायो कि भैँसीले, पुरै सक्दिनुहोस् मलाई। म त नक्रेको जालो फेरि आहे आहे आहे। ल ल ल बाटै छैन कहाँ जाने यार। अचो शीतल छिटो। माई गड सिस्नामा गयो त पुरा चो जाङ्गिया लाग्छ फेरि यार माया कसम। आचो 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 भैँसी आचो माया कसम। यो गाई चोरु
यस्तो हैरान त कसलाई भएको छ भने भन्नुहोस् है तपाईँहरूलाई कहिले यस्तो हैरान हुनु भएको छ नि भन्नु होला है कुर्रो मात्रै यो मासुलाई भैँसी रहेछ अब कुर्रोले माऱ्यो भैँसीले मलाई मार्ने भयो यार साँप होला के होला यार गाई चोर है मैले अघि पनि भनिरहेको छु गाई चोर यो भाइरल हुनु लाग्यो भैँसीले कति दुःख दिन्छ आज पुरै रेकर्ड गरेर राख्छु भनेर हो कसम यति गाह्रो बनायो कि पुरै छ कि छ्या यो आज कतिसम्म दुःख दिन्छ होइन यो भैँसीले माया कसो लोटे सब गयो माया कसो लोटे छ दुख्यो छ भैँसी यो मान्छेलाई भैँसी भरायो आजा आगो हेर्नु यति हैरान गरिरहेको छु यहाँनिर चुट्ला थियो दुख्यो माया कसम हिजो पनि यही भैँसी लोटायो क्या यता गयो मासुलाई यो त तल्लो पहिले हामी यहाँ तल्लोदेखि किनेको थियौँ यो भैँसी अहिले चाहिँ त्यही भएर तल्लै गइरहेछ क्या खासमा दुःख त दुःख है मा कुरीको झोल अब त्यस्तो स्नेक झ्याम्टामा लग्ने हेर्नु न यार त्यो स्नेक झ्याम्टामा अब कसरी जाने यार चिलेर पुरै हैरान बनाइसक्यो यार त्यहाँ यो जालो यस्तो जालो भइसक्यो टाउको भरि पुरै यो कुर्रो मात्रै यार दारीभरि कुर्रो दसैँको दिन त खतरा होला जस्तो छ है मेरो है गाईहरू आज मेरो दसैँको दिन चाहिँ बबाले होला जस्तो छ किनभने भैँसीले दुःख दिइरहेछ चो माया कसम सिस्नमै हिँडालिरहेछ कुरीको झोल बिग्रिसक्यो अच्छा कसम से यार बहुत सिस्नै हिँडालिरहेछ है भैँसी आज मेरो दसैँ स्पेसल चाहिँ बबाले होला जस्तो छ किनभनेपछि भैँसी बेला आइयो बिहानै कोही बेला नआउने हो कोही बेला टिका लाउने केही अत्तो पत्तो छैन भैँसीलाई कन्ट्रोल गर्नै गाह्रो भइसक्यो मलाई यार बाजे आमाले गाई चोर के छैन मेरो भैँसीसँग लग परेन चाहिँ यदि भैँसीसँग लग परेपछि भैँसीले मलाई मान्छ कि अनि ट्याक्क बसी आरामले छेउमा बसेर चढ्छ यो अहिले भैँसीले पनि मलाई चिने होइन गाई चोर बाजा के मलाई सक् भैँसीले मलाई चिन्दै नजान्ने चिन्नै छैन कि केटाहरू भैँसी चिनिएपछि राम्रो हुन्थ्यो भैँसी चिने होइन गाई चोर बाजा माया कसम माथिदेखि यहाँ आयो सक्यो यार छ्या माया कस हिल्ला मात्र लोट्यो यार नमस्ते गाई चोर भैँसीवाला छ यार माया कसम भैँसीवाला त बहुत गाह्रो हुन्छ है हेर्दै जानु होला त यति गाह्रो हुन्छ भैँसीवाला लाग्ने हेर्दै जानु होला है अब त घर लगेर जान्छु म कसै बेला दुःख दियो छ्या कुर्रो मात्रै यार कसो यो कुर्रो यार पोइन्ट हरे अनि कुर्रो भैँसी दुख्रियो अब भैँसीलाई भेटाउनुपर्छ कसो दुख्रियो हेर्नु दुख्रिरहेछ भैँसी भेटाउनु सकिरहेको थिएन मैले भैँसीलाई कसरी भेटाउने